तपाईँ यहाँ के गर्दै हुनुहुन्छ यति बेला? यति बेला म माइती घरमा यो हाम्रो जेएनजी अगुवा मिरा ढुङ्गानाको साथी भनेर सफल भाइलाई चिनिँदो रहेछ होइन। टिकटकमा चाहिँ एकदम भाइरल भइरहेको रहेछ। अनि यो चाहिँ कुन बेला खिचेको भिडियो हो र कस्तो अवस्थामा खिचेको भिडियो हो? यो चाहिँ दाइ हाम्रो अस्ति भर्खर जुन यो द्वितीयको सरकारको दमन छ, हजुर, सुकुम्बासी र हाम्रो भूमिहीन मान्छेको घर भत्काएको छ। उहाँहरूलाई व्यवस्थापन बिना उहाँहरूको घर भत्काएको छ। सरकारले खै यो कुरामा अलिकति ध्यानपूर्वक काम नगरेको हो कि जस्तो लाग्यो मलाई चाहिँ दाइ। ओके, अनि काम त गरिरहनु भएको छ उहाँहरूकै भनौँ न ढङ्गले, उहाँहरूकै तरिकाले गरिरहनु भएको छ। तर कसैलाई मन परेको छैन, कसैलाई मन नपरेको छ होइन। सबैजनालाई मनपर्छ भन्ने छैन। कुनै पनि पार्टीले गरेको काम कुनै पनि सबैजना मान्छेलाई काम मनपर्छ भन्ने पनि छैन, मन पर्दैन भन्ने पनि छैन। आधी आधी पछि त भइ नै हाल्छ। त्यसको लागि के अहिले अब हामीले गर्न सकिने र भन्न सकिने कुराहरू के छ, कस्तो गर्यो भने चाहिँ के अवस्था चाहिँ निम्तायो भने चाहिँ राम्रो हुन्छ, देशको जनताहरूलाई चाहिँ एकदम राम्रो हुन्छ, राम्रो हुनेछ भन्ने के छ भनाइ? यो द्वितीयको सरकार तपाईँ हामी मिलेर बनाएको, यो कसैले पनि यो वैदेशिक हस्तक्षेप त छ पनि भन्छु म। एकदम बालेनज्यू पनि अमेरिकन दलाल, अमेरिकन एजेन्ट भनेर चिनिनुहुन्छ। एउटा कुरा त्यो चाहिँ कुरा भन्दा पनि दलाल नै भनेर चाहिँ भनि नहालौँ, एजेन्ट भनेर चाहिँ चिनिनुहुन्छ उहाँ। अमेरिकन एजेन्ट। हजुर, यो कसरी त म त धेरै महिना भइसक्यो बालेनलाई राम्रो मानेको। बालेन सरकार होइन, बालेन पहिला त बालेन सरकार थिएन नि त, बालेन ऱ्यापर हुनुहुन्थ्यो उहाँ चाहिँ होइन। अनि उहाँ चाहिँ काठमाडौँ महानगरपालिकामा चाहिँ मेयर उठ्नुभयो। मेयरमा एकदमै राम्रो काम गरेर देखाउनु भयो, राम्रो जित्नु भयो सबैले। अनि तपाईँलाई के लाग्छ दाइ, तपाईँको घर मैले भत्काएँ है, तपाईँले व्यवस्थापन गरिनँ मैले, मलाई तपाईँ कुन दृष्टिकोणले हेर्नुहुन्छ दाइ? यस्तो घर भत्कायो, त्यहाँनिर कस्तो अवस्थाको घर भत्कायो भने अब अहिले त्यहाँ धेरै रुवावासी छ, रुवावासी भइराखेको छ भनौँ न। अब मेरो घर भत्कायो भने त्यहाँ 100जनामा 30% होला सुकुम्बासी र 70% हुकुमबासी पनि हुनुहुन्छ। म त सुकुम्बासी निष्पक्ष छानबिन होस् न त, यो कुरामा निष्पक्ष छानबिन होस्। अनि सरकारले गरेको काम म वाउ भन्छु क्या दाइ। त्यो मैले सुनेको छु, गरिराखेको पनि छ अरे। सरकारले एक ठाउँ अपार्टमेन्ट बनाएर राखिदिने भन्ने पनि कुरा छ होइन, बनाएर राखिदिन्छौँ हामी भनेर। अनि मैले चाहिँ सुकुम्बासीको कुरा सुन्दाखेरि हजुर, उहाँहरूलाई अहिलेसम्म एक छाक खानाले दाइ पुग्छ त? मान्छेको जीवनमा जीव आर्जन गर्नलाई एक छाक खानाले पुग्छ? मैले अघि नै पनि भने सुकुम्बासी र हुकुमबासी। अब हुकुमबासीको कुरा सुन्दा फेरि त्यो त अब सारा सम्पत्ति त्यहीँ भित्र राखेर ओहो म सुकुम्बासी हो भनेर चलाइराखेको जस्तो। सुकुम्बासीको कुरा सुन्दा फेरि उनीहरू पीडित छन्, मलाई थाहा छ। उनीहरू अब बल्ल तल्ल 1 रुपियाँ 2 रुपियाँ गरेर कमाएको पैसाले छाप्रो बनाएको थियो। त्यो छाप्रो पनि भत्किँदा फेरि हाम्रो 2072 सालमा भूकम्प जाँदाखेरि मलाई पनि त्यस्तै भएको थियो। मैले 2010मा बाहिर गएर कमाएको पैसा अलिकति जे होस्, सानो एउटा बस्नलाई घर बनाउनु भएको थियो। घर भत्किँदाखेरि तपाईँलाई एकदम मन पीडा, म रोएँ, म कराएँ, म कसलाई कराउँ, कसलाई सुनाऊ होइन। त्यो बेलाको थियो मलाई। तर त्यो बेलाको सेम अहिले सुकुम्बासीहरूलाई परेको छ। सुकुम्बासीहरूलाई परेको छ भनेर हामीलाई परे होइन भन्ने हिसाबमा त मैले बोल्न खोजेको होइन। तर पनि सुकुम्बासीहरूलाई राम्रो गर्छु, राम्रो गराइदिन्छु भन्दा सुकुम्बासीहरूले मानेको छैन अरे क्या। हामीलाई कहाँ हुन्छ, हामीलाई यहाँ बसे जस्तो आनन्द हुँदैन। हामीलाई के त्यो होटेलको कोठामा लगेर राख्नलाई हनिमुन मनाउन जाने हो र हामी? ल त्यस्तो क्वेसन, त्यस्तो कुरा गर्ने हो त सुकुम्बासीलाई भएपछि? मलाई चाहिँ जहाँसम्म लाग्छ कि दाइ, तर व्यवस्थापन चाहिँ पहिला सुरुमा बालेन सरकारले मिलाउनु पर्थ्यो दाइ। त्यहाँनिर चाहिँ द्वितीयको सरकार हामी जनताले नै बनाएर पठाइदिएको हो। 184 सिटको सरकार हो यो। बालेनज्यूको पार्टीमा त्यो बेला 21 सिट, योभन्दा अगाडिको पार्टीमा 21 सिट मात्रै थियो बालेनज्यूको पार्टीमा। मिराज ढुङ्गानाले भन्थ्यो 21 सिटको पार्टीले, बालेनज्यूको 21 सिटको पार्टीले के नै हुन सक्छ र भन्थ्यो। तर योपालि त देखाइदियो चमत्कार।
देखाइदियो चमत्कार भन्दा पनि जे होस् देशलाई कसरी बनाउने र देशलाई कसरी राम्रो ढङ्गमा लाने भन्ने हिसाबमा काम गर्न खोज्नु भएको म त्यसको लागि म एकदमै मान्छु होइन, इम्प्रेसिभ हुनुहुन्छ तपाईँ। एकदमै खुसी छु। तर अब अरूको रुवाईहरू हेर्दाखेरि मलाई पनि त दुःख त लाग्यो भन्दामा त्यहाँनिर छानबिन चाहिँ राम्रो छानबिन गर्नुपर्ने छ होइन। करोडौँको घर छ अनि म सुकुम्बासी हो, त्यहाँभित्र भनौँ न होइन त्यसको लागि पनि छानबिन आयोग गठन हुनु त पर्यो होला नि त दाइ। सुरुमा त छानबिन 3 पुस्ते छानबिन आयोग त गर्छु भनिरहेछ त बालिन्सले। अनि मैले यही कुरामा चाहिँ मलाई एकदम दुःख लागेको कुरा चाहिँ ल सरकार हजुरले गर्नुपर्ने कुरा गर्न पनि काम अगाडि बढाउनुहोस्। त्यो म एउटा कुरा भनौँ दाइ हजुर, हिजो पार्लियामेन्टको मिटिङ थियो, ओके, त्यहाँ प्रधानमन्त्रीज्यू उपस्थिति नहुँदैको कारणले हाम्रो मान्य सांसदहरूले के नारा लाउनु भयो भने प्रधानमन्त्री बालिन शाह राजीनामा दे भनेर नारा लाउनु भएको अहिले मिडियामा छ्यापछ्याप्ती त्यो भिडियो आइरहेको छ। ओके, यो विषयवस्तुमा यस्तो हुँदै जाने हो भए यो सरकार ढल्न 2 घन्टा लाग्दैन दाइ। सांसदहरूले राजीनामा मागेपछि जनताले के माग्छ दाइ त्यो कुरा नि हामी जस्तो बुद्धिजीवी युवा जनताले बुझिदिनु पर्यो क्या। एकदम राम्रो कुरा गरिदिनु भयो, राम्रो कुरा राखिदिनु भयो। अब हामीले पनि भनेको थियौँ हो, जुन काम गर्नुभन्दा पहिला होइन, गर्न लाउनु भएको छ त्यो काम गर्नुभन्दा पहिला त्यहाँ राम्रो गरी छानबिन गर्नु पर्यो र उनीहरूलाई व्यवस्थित ढङ्गले सबै कार्यहरू चाहिँ अनि हुनु पर्यो। गृहमन्त्रीको सिट अहिलेसम्म खाली छ भने यो सरकारले केसम्म गर्न सक्छ भन्ने आश राखौँ हामी जनताले। ओके, होइन मैले भन्ने नि अब टाइमलाई पनि हामीले एकदमै ख्याल राख्नुपर्ने हुन्छ। हाम्रो आजको चिया गफमा चाहिँ यति नै भन्न चाहन्छु, किन भन्दा अब भोलिको दिनहरूमा पनि खेद्नुपर्छ, गर्नुपर्छ। हामी कुराकानी त गर्ने नै छौँ, गर्नेछौँ भन्दै आजलाई बिदा मागौँ है त। धन्यवाद। ल धन्यवाद सफल भाइलाई, एकदमै राम्रो कुरा राखिदिनु भयो। तैपनि हाम्रो सरकारले ध्यान दिनुपर्ने कुराहरू चाहिँ एकदमै ध्यान दिनु पर्यो भन्दै ध्यान दिनु पर्यो। म क्यामेराम्यान बोमजन किरण, हस् त, धन्यवाद।